सम्माननीय प्रधानमन्त्रीज्यू, खुट्टा कमाउनु पर्ने अवस्था छैन। विभिन्न एक्सपर्टहरूलाई गर्न सक्ने मानिसहरूलाई राखेर भटाभट कालकोठरीमा लाने, कसैसँग डराउनु पर्ने अवस्था छैन। 24 आवर्समा गरेको नेपालको जेनजीको रिभोल्युसनले एउटा इतिहास निर्माण गरेको छ र भ्रष्ट शासनलाई जरो उखाल्ने काममा लागेको छ भनेर गर्वको विषय छ। हामी साथमा छौँ। जेनजी पुस्ताले यत्रो गरेर आन्दोलन गरेको कुरालाई फेरि संविधान भनेको लिभिङ डकुमेन्ट हो। यो परिमार्जन हुन्छ, गर्न सकिन्छ, अमेन्डमेन्ट हुन्छ, बकाइदा हुन्छ। संविधानमा कहीँ भ्रष्टाचारी गर्न पाइन्छ भन्ने थियो? संविधानमा गठजोड गरेर मनप्रति गर्न पाइन्छ भन्ने कहीँ लेखेको थियो? र म यहाँ अर्को कुरा भन्दैछु तपाईँहरूको अगाडि। हिजोसम्म केही नगर्नेहरू, पार्टीभित्र केही नगर्नेहरू, आफ्ना नेताका विरुद्धमा केही बोल्न नसक्नेहरू अहिले फेरि जुर्मुराएर यिनै मानिसलाई फेरि, यिनै हाम्रा भाइ बहिनीहरूलाई जो शहादत प्राप्त गरे, सुनौलो पवित्र उद्देश्य बोकेर, सपना बोकेर आएका यी मेरा प्यारा भाइ बहिनीहरू, छोराछोरीहरू माथिको फेरि प्रहार गर्दैछौ। अनि भनिँदैछ यतिका केही फुटे अरे, यतिका डिभास्टेटिङ के भयो अरे। छोडिदिनुहोस्। देशको डकुमेन्टको आधारमा डकुमेन्ट छ। वादी प्रतिवादी कसै कहाँ होला, नभए कोही वकिल साहब राखेका होला, नभए कहीँ न कहीँ डिजिटल ट्रान्सफर्म कहीँ राखेका होलान्। घर बने बन्छ। 2 वर्षमा बनाउनु पर्ने घर 20 वर्षसम्म तिमीहरूले बनाएनौ। अहिले जेनजी पुस्ताको आन्दोलनले केही तोड्दा भयानक भयो भनेर आवाज निकाल्नेहरूप्रति पनि मेरो वार्न गर्न चाहन्छु। तपाईँहरूका व्यवस्थापनले गर्दा, तपाईँहरूको भ्रष्ट शासनले गर्दा, तपाईँका विवेक शून्य क्रियाकलापले गर्दा तपाईँहरूले जनताप्रति जहिले पनि शासन गर्ने र शोषित जनता बनाउने जुन चाहिँ क्रियाकलाप गर्नुभयो र जहिले पनि दलाल र यो भ्रष्टाचारहरूसँग साँठगाँठ गरेर सत्तामा पुग्ने र आफू उम्कने खालको वातावरण जुन बनाउनु भयो, त्यसैको परिणति हो 23 र 24 को आन्दोलन। र मैले बारम्बार भन्ने गर्थेँ, इन्सपेक्टरदेखि आइजी हुँदासम्म तपाईँले हेर्नुहोस्, यहाँ मलाई कुनै यिनीहरूसँग कोही डराएर हिँडेको अवस्था नि होइन। इन्सपेक्टरमै मैले जागिर तपाईँ खानुहुन्छ भने खानुहोस् भन्ने मान्छे। आइजी हुँदासम्म कतिवटा आइपुग्यो र म धेरै तपाईँको समय लिन चाहन्न। मैले अन्य सार्वजनिक सुनवाईका कार्यक्रमहरूमा सार्वजनिक कार्यक्रमहरू पनि व्यक्त गरिरहेको छु र मैले भन्ने पनि गरेको थिएँ, यो देशलाई बचाउने पनि केही मानिसहरू छन्। संस्थाहरू सबै खराब पनि होइनन्। संस्थामा लिडरसिप गर्ने, नेतृत्व गर्नेहरू खराब छन्। त्यो खराब गर्ने, संस्थागत रूपमा नै खराब गर्नेले लिडरसिप लिने खालको संविधान समेत बनाएर, नियम कानुनहरू बनाएर यो एक्सट्र्याक्टिङ इन्स्टिट्युसन्सहरू अथवा एक्सट्र्याक्टिङ एजेन्सिजहरू जसले भ्रष्टका लागि संरक्षण गर्छ, जसले हिजो जहानिया राणा शासनदेखि लिएर अहिलेसम्म आउँदाखेरि नि त्यो खालका समूहहरू, त्यो खालका इन्स्टिट्युसनहरू नै बलियो भएर बसिरहेछन्। तपाईँले अहिले हेर्नुभयो भने